नमस्ते, वेलकम टु छानु ब्लग्स। हजुरहरूलाई स्वागत छ मेरो ब्लग्समा। आजको आउटफिट देखेर पनि तपाईँहरूले थाहा पाइहाल्नुभयो होला। आज चाहिँ होली हो अनि म चाहिँ बिहा गरेर 5 वर्ष बादमा चाहिँ होली मनाउँदैछु। किनभने सिक्किममा चाहिँ होली मनाउँदैन। हामी राईहरूले खासै मनाउँदैन। मनाउनेहरूले मनाउनुहुन्छ। नेपालतिर त एकदम ग्रान्ड मनाउँछ अनि यहाँ पनि धेरै ग्रान्ड। अनि यो त दिल्लीमा हो। दिल्लीमा त झन् एकदम एक तलतिर हुनुहुन्छ अनि यहाँ तल हाम्रो 485 को दिदीहरू तल हुनुहुन्छ अरे। अनि गएर चाहिँ यस्तो यस्तो कलर लाएर नि फोटो खिच्ने भनेको छु, तर लगाइदिनुहुन्छ होला। अब पर दिदीहरूकोमा जाँदैछु। आज म के गर्छु कसो गर्छु हजुरलाई देखाउने छु। अब चाहिँ गएर फोटो खिच्ने अनि चस्मा बोकेको आउटफिट त्यस्तो छ, कुर्ता छ फुल। अनि अब गएर दिदीहरूसँग खेल्ने हो। अब गएर हेर्नु होला। सब लोग हैप्पी होली, हैप्पी होली, हैप्पी होली, हैप्पी होली, सबके लिए हैप्पी होली। नमस्ते नमस्ते। कलर बोकेर दिदीहरू चाहिँ पर पसिरहनु भएको छ अरे। मलाई दल दिनुहुन्छ होला भगवान्, फोटो खिच्नु पर्ने क्या एउटा, त्यसको लागि हो। लागिरहेछ यतातिर खेलेर सबै खेलिरहेछ। म चाहिँ फोटो खिच्नुको लागि कुद्दैछु। नानीहरूले नि कलर लगाइदिने भन्दै थियो र पनि म भागेँ। पर दिदीहरू त नुहाउँदैछ। ह्याप्पी होली गाइस। अब अहिले राम्रो अनुहार छ, हेरिराख्नु होला। अहिले भरे चिन्नुहुन्न होला तपाईँहरूले। फाइनली होली मनायो। फोटो खिचौँ न प्लिज। यहाँ तल हुँदैछ। कस्तो कालो आएको यहाँ आउनु त गोली आउनुलाई। गीतले के भन्छ उयो गर्छ होला, के पो कपिराइट गर्छ होला। अनि हामी सबैजना झरिसक्यौँ। म फोटो खिच्नु गएको अब यो कलर जाँदैन क्या दिदी। अब फोटो खिच्न गएको हामी। छिटो ड्रेस दिदी, ड्रेस आउनु फोटो खिच्नु पर्छ। होली लागेर यहाँ ला दिदीहरू आयो। म त फोटो खिच्नु गएको। फोटो खिच्ने ग्याङहरू फोटोको लागि यति मेहनत गरेको छु। आज परैबाट भागेर आएको म। ब्लगरहरू यो जति जोगियो पनि त्यति नै। ह्याप्पी होली। 5 वर्ष बादमा खेलेको म त। राम्रै छैन लु यो कलर त। फोटो खिचौँ न पहिला भनेको। मान्छेहरू खोइ हामी त फसेछौँ क्या। यो कलर बेकारमा लिएछ। कस्तो पिला कलर के कस्तो हेर न थालमा लगाएर यस्तो गरेर रातो हुन्छ भनेर लिएको। खास मैले पनि रेड त यो त उयो के बिल्डिङ कलर त भयो। सङ्गीताजीसँग छ अरे। मेरोमा थियो नि अघि विशालले पक्रेको त्यो पुरा त ग्रीन राम्रो छ। नदेखिने कलर छ। मैले पनि त्यही लगाएको होला ग्रिन। कुनै देखिँदैन यो कलरहरू छि। लु छिटो फोटो खिचिहालौँ लु। हजुर फोटोको लागि रेडी। उयाँबाट घाममा राम्रो आउँदो रहेछ हौ फोटो। प्रशान्त पानी पहिला फोटो खिच्ने अनि त्यही जाने हो कि। ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली दि। यदि फोटोको लागि त कुर्ता किन्नु गएको हिजो अस्ति हामी नागल मेहनत गरेर। 120 घाममा राम्रो आउँछ। भाइरल भइरहेछ चस्मा। चस्मा भाइरल। ल कता यता बस्नु के त फोटो खिच्दिनु। खिचे त
अन्त आउ न यता जाउँ न पहिला खोइ त नि सन्जु दिदीहरू नबिदी आउनु न यहाँ छ होला उ यहाँ दिदीहरूले लगाएछ होला ल जाउँ खोइ त सन्जु दिदी यहाँ किन जाउँ न अगाडि होइन पहिला कसले हो पानी कसले हालेको मलाई अहिले म यस्तो कुर्छु मलाई यहाँ पिचकारी हाल्दै छैन कि पुग्दैन बेबी बुरा न मानो होली है मेरा एकदम खोइ यहाँ हेर न चिन्नु हुँदैन होला हजुरहरूले अघि कस्तो हामी नै हो हामी नै हो एडजस्ट गरेर हेरिदिनु होला डान्स हुँदैछ यता दिदी पनि नचिन्ने हुनु यो अनुहार के सम्झिने अलिक भरिएन रहेछ अघि भ्याएर कराउँदै थियो लु त मेरो सम्झिने यस्तो भएको छ हेर्नु बेसी बचेको होइन त्यस्तै यस्तै हुन्छ नि अब होली भनेको होली मानो पुरा नमानो छोरा कहाँ गयो
छोराहरू यता गएको छ होली होली हे बुरा मनाऊ बुरा नमानो होली बुरा नमानो यहाँ अन्डा लगाइदिएर यस्तो गर्छ कलर पनि त सक्यो यो कलर कति नराम्रो छ आफ्नो अनुहार आफै चिन्दैन होला जिन्दगीमा यता त झन् बस्ने भनेको यस्तो हालत बनाइदियो यता दिदीहरू एकदम बिरु बिहारबाट आएर ए आफ्नो दाँत मात्र देख्दैछ भिडियोमा त्यसो भनेर त गए सबैजना गए सबै को अन्डा बोकेर हाम्रो यस्तो छ के गरिबसेको अनि मेरो ह्यापी होली फोटोबाट खिच्दिउँ न बिचरा अघि आएन उनीहरूको केसँग टाली बस्दा पनि भात भन्छ बिहानदेखिको भात के पकाएर राखेको खतरा होली भयो मार्दैछु होली रे बुरा नमानो होली रे बुरा नमानो होली फोटोको लागि रेडी हो अब चाहिँ पानी लगाइदेऊ वापस गर्छ क्या ए अघि नवीन दाइले लगाइदिएको वापस गरेर भिडियो गर्दै त भाइ भिडियो गर्दै ल यहाँ भिडियो हुँदैछ ल ओके 1 2 3 गो घर जाँदैछु म चाहिँ अब घरमा गएर नुहाइधुवाइ गरेर अनि दोकानहरू पनि खुल्ला हुँदैन आज मेरो बुढाको केक काट्दिउँ भनेको खुल्ला हुँदैन होला नुहाएर करेन्ट बोकेर जाँदैछु पर दिदीहरूकोमा पर बोकेर दिदीहरूसँग नुहाइधुवाइ गरेँ गरेर करेन्ट लगेर जाँदैछु हेर्नु अनुहार कलरले यस्तो ड्यामेज गरिदिएको छ मेरो चस्मा अनि आइफोन होलीको पार्टी दिदीहरू बिचरा उहाँ टाढाबाट आएर एकदम काम गरिराख्नु भएको छ मेहनतिलो बुहारीहरू हो नि त एक दिन सासू हुन्छु भन्नु न सासू हुने दिन आइसक्यो लु बनाउनु त्यो त अब खाने बेलामा मात्रै हो झ्यालमु त अनि झ्यालमुले खाइन्छ सबै ठिकै हुन्छ नि त ए हो फेरि फ्याट्टै पाक्छ क्या यो कोक पनि बाडा त सबैले हाल्नु लाबरको ग्लास खोइ त नि अनि यो त्यहाँ हाल्नु पर्दैन लाबरको ग्लास दिदी नबे दिदी उतै दिनुस् न ग्लास बुझाइन ग्लास अब कोल्ड ड्रिङ्क्स गर्नुको लागि बबी दिदी सुक्कै खानु पर्थ्यो क्या म त झोल कहिले मन पर्दैन लु दुईजनाको बेलुका गर्ने भनेको मासु सासु के ल्याएछ परिरहेछ लाटिरहेछ रोकिएर खाएर के खाएर अनि दिउँसै किन खानु दिएको त नि खाँदा हाम्रै खाएको तर अवस्था यत्रो खाएर
कस्तो दामी देखिएछ नि अलिकति भए पनि चेन्ज भयो 1 2 3 गो पछाडि अन्डा